This one deity can save you from thousands of problems. How? I will tell you. Hello everyone, I'm Sirish Karmachari and this is vlog 2 of my corporate astrologer series. So आज चाहिँ निर्जला एकादशी एन्ड थर्सडे. सो त्यही भएर चाहिँ म यता विष्णुकोमा आएको छु, माथि देवी स्थानमा तल महालक्ष्मी सकाएर, र त्यसपछि मैले यहाँ विष्णुको दर्शन गरिसकेपछि म यहाँ पप्पीसँग खेल्न थालेँ, जुन चाहिँ एउटा एकदमै फ्लफी पप्पी छ। यो चाहिँ यतैतिर बस्छ है, सो त्यही भएर यहाँ आएको बेला म भेटिहाल्छु। त्यसपछि म घर फर्केर विष्णु सहस्रनाम गरेँ। तपाईँको पनि मर्क्युरीको केही इस्युजहरू छ भने चाहिँ तपाईँले यो गर्न सक्नुहुन्छ। यो चाहिँ मैले 23.7 मिनट्समा चाहिँ कम्प्लिट गरेँ। मेरो नित्य जपहरू र प्राणायामहरू कम्प्लिट गरेँ। त्यसपछि मेरो एउटा कन्सल्टेसन आज बुक थियो, त्यही भएर चाहिँ मैले कन्सल्टेसन स्टार्ट गरेँ र कन्सल्टेसन लगभग 1 घन्टा जति चल्यो। र 1 घन्टाको कन्सल्टेसन सकिसके पछाडि चाहिँ म अफिसतिर गएँ, किनभने आज चाहिँ खाना खान मिल्दैन थियो, निर्जला एकादशी थियो। सो त्यही भएर आई ह्याड इनफ टाइम र अफिसमा म 9:30 तिर पुगेँ र त्यहाँबाट चाहिँ मलाई फेरि बङ्गलामुखी जानुपर्ने थियो, किनभने आज थर्सडे थियो र एभ्री थर्सडे म चाहिँ बङ्गलामुखी जान्छु। सो त्यहाँ चाहिँ जुत्ता फुकाल्नु पर्ने भएकोले चाहिँ म जहिले पनि चप्पल लाएर जान्छु। तपाईँले यहाँसम्म पुग्नुभयो भने अब म बङ्गलामुखीको त्यो एन्सर दिँदैछु जुन चाहिँ मैले फर्स्टमा भनेको थिएँ। सो बङ्गलामुखी माता चाहिँ 10 महाविद्यामध्ये एकजना हुनुहुन्छ। सो एकदमै पावरफुल डिटी हुनुहुन्छ। सो उहाँको पर्सोनिफिकेसन तपाईँले यदि हेर्नुहुन्छ भने उहाँले चाहिँ एउटा डिमोनको चाहिँ जिब्रो तानेर राख्नु भएको छ। यसको मतलब चाहिँ के हो भन्दाखेरि तपाईँले यदि बङ्गलामुखीको साधना गर्नुहुन्छ अरू बङ्गलामुखीको पूजा गर्नुहुन्छ भने चाहिँ उहाँले चाहिँ तपाईँको 6 हाउस रिलेटेड कुराहरू, जुन रोग ऋण शत्रुको कुराहरू छ, यसलाई चाहिँ सल्भ गर्न चाहिँ एकदमै हेल्प गर्नुहुन्छ है। उहाँलाई पिताम्बरी पनि भनिन्छ र सी लभ्स येलो है। सो त्यही भएर चाहिँ तपाईँ यदि यो मन्दिरमा जानुहुन्छ भने चाहिँ येलो कपडादेखि लिएर येलो खानेकुरा फ्रुट्सहरू लिएर जानुभयो भने उहाँ एकदम चाँडी खुसी हुनुहुन्छ। र यसमा अरू बाँकीको डिटेलमा चाहिँ म अर्को भिडियोमा राख्नेछु। र त्योसँगै चाहिँ अब हामी जाउँ कुम्बेश्वर महादेवतर्फ। सो यो पनि एकदमै स्पेसल महादेव हो। यो महादेवको मन्दिर चाहिँ सबभन्दा पहिला फेमस थियो र मान्छेहरू यसको लागि नै यहाँ आउने गर्थे, तर पछि चाहिँ बङ्गलामुखी फेमस हुन थाल्यो। सो तपाईँ यदि बङ्गलामुखी जानुहुन्छ भने यो पार्ट चाहिँ तपाईँले मिस गर्नु हुँदैन, किनभने यहाँ चाहिँ हामी जाँदैछौँ हार्ते अजिमाकोमा। सो हार्ते अजिमा चाहिँ एकदमै पावरफुल डिटी हुनुहुन्छ र यदि तपाईँ कुनै साधना गरिराख्नु भएको छ भने उहाँले चाहिँ एकदमै धेरै हेल्प गर्न सक्नुहुन्छ र तपाईँको एनर्जीलाई ब्यालेन्स गर्नेदेखि लिएर तपाईँको मार्सियन एनर्जीलाई मेन्टेन गर्नको लागि चाहिँ उहाँले एकदमै ठुलो हेल्प गर्न सक्नुहुन्छ है। एन्ड डोन्ट फर्गेट टु भिजिट उन्मत्त भैरव एज वेल। अनि त्यसपछि चाहिँ म मेरो अफिस आएँ र अलिकति काम गरेँ मेरो आफ्नो, र एकछिनपछि चाहिँ खाजा टाइम भयो र मेरो व्रत भएको कारणले गर्दाखेरि चाहिँ अरूलाई खाएको हेर्न सकिनँ। सो त्यही भएर चाहिँ म भित्र गएँ। भित्र गएर चाहिँ अब के काम थियो अफिसको त्यो सकाएँ, मिटिङहरू पनि सकाएँ र त्यसपछि चाहिँ 5 बजिसकेको थियो। 5 बजिसकेपछि चाहिँ मैले आफ्नो एडिटिङहरू सकाएँ र त्यसपछि घर गएँ। सो आज चाहिँ मलाई खासै एनर्जी थिएन, सो त्यही भएर चाहिँ मैले जस्ट यो लग्न बुक पढेँ र त्यसपछि सुतेँ। सो आजको दिन यस्तै गयो, भोलिको कन्टेन्ट पनि आउने नै छ। सो किप फलोइङ दिस च्यानल। राधे राधे।